हेलो साथीहरू नमस्ते। आज चाहिँ म टियुको दशरथ रङ्गशालामा टियुको दीक्षान्त कार्यक्रममा म र मेरो साथी मेरो हस्बेन्ड गएर बसेका थियौँ। अनि त्यसपछि त्यहाँनिर चाहिँ सुरुमा प्रमाणपत्र वितरण हुँदो रहेछ र प्रमाणपत्र ब्लकमा गएर मैले लिइसकेर म फेरि माथि दशरथ रङ्गशालाको माथि आएर भिडियो लिएँ। अनि मैले साथीहरू पनि हुनुहुन्थ्यो, मेरो साथीहरूलाई पनि वेट गरेँ। उनीहरूलाई वेट गर्दा म एक्लै भएँ। अब त्यहाँ धेरै मान्छेहरू हुनुहुन्थ्यो अनि चिनेको पनि कोही पनि हुनुहुँदैन थियो। त्यस कारण मैले आफ्नै तालमा भिडियोहरू बनाएर बसेँ। अनि हेर्नु न कति धेरै मान्छेहरू हुनुहुन्थ्यो होइन। प्यारेन्ट्सहरू पनि कति टाढा टाढाबाट आउनुभएको थियो, तर खासै व्यवस्थित चाहिँ थिएन। त्यो प्रवेश पत्र दिनुभएको थियो प्यारेन्ट्सहरूलाई, तर त्यो चेक पनि गर्नुभएको थिएन, कुनै पनि व्यवस्थापन थिएन त्यो विषयमा चाहिँ। अनि जो पनि आउनुभएको थियो होइन, अनि मैले माथि आएर भिडियो लिएँ। भिडियो चाहिँ एकदम राम्रो क्या। मलाई अब भिडियो लिन धेरै मनपर्ने नि त। मोबाइलको क्वालिटी त खासै राम्रो त थिएन, तर पनि मैले भिडियो लिन चाहिँ छोडिनँ। मैले कन्टिन्यू भिडियो लिइराखेँ होइन। अब बल्ल बल्ल लगाउन पाएको नि त अब ड्रेस। अनि त्यसपछि ड्रेस अब थाहा छैन अब फेरि पार्टिसिपेट हुन पाइन्छ पाइँदैन। त्यही भएर मैले भरपुर आनन्द उठाएर फोटो भिडियो गरेँ। एकदमै भिडभाड थियो, मान्छेहरू धेरै हुनुहुन्थ्यो, टाढा टाढाबाट पनि आउनुभएको थियो। दीक्षान्त हुने विद्यार्थीहरू हुनुहुन्थ्यो। अब साथीहरू नभएपछि अरू अब कता कताबाट हुनुहुन्छ नि त, सबैजनालाई चिनिँदैन। अनि त्यही भएर अब नचिनेपछि अब बोल्ने कुरा पनि त हुँदैन नि त। अनि त्यही भएर म आफ्नै सुरुमा भिडियोहरू गरेँ अनि कार्यक्रम हेरेँ एकछिन एक्लै बसेर। तर मेरो साथीहरू चाहिँ अब टाइम लाग्ने भयो उहाँहरूलाई त्यो प्रमाणपत्र दिन। अनि त्यसपछि म आफै एक्लै बसेँ, एकछिन बसेर कार्यक्रम हेरेँ। अनि त्यसपछि फेरि म स्टुडेन्ट र प्यारेन्ट्स चाहिँ छुट्टै बस्नुपर्ने व्यवस्था थियो त्यहाँनिर चाहिँ माइकिङमा भन्दै हुनुहुन्थ्यो। अनि त्यही भएर मेरो हस्बेन्ड पनि आउनुभएको थियो। म उहाँबाट नै खोज्दै भिड खोज्दै गएँ। अनि उहाँलाई पनि सरप्राइज दिएँ। थाहा नभइकन मैले फोन नगरी उहाँलाई भेटेँ, तर मैले त्यसको चाहिँ भिडियो लिन पाइनँ। अनि हामी एकै ठाउँमा पुग्यौँ होइन। अनि हामी एकैछिन बस्यौँ त्यहाँनिर। अनि प्रोग्राम हेऱ्यौँ सँगै बसेर। अनि हामी घर फर्क्यौँ। हस्, थ्याङ्क यू फर वाचिङ।